हेलो एभ्रिवान नमस्ते वेलकम टु दुर्लभ एसियन भ्लग म हुँ दुर्लभ सारू मगर र आज भने म ओकिनावा सिटीमा घुम्नको लागि जाँदैछु। त्यहाँको एकदमै चर्चित ठाउँहरू आज मेरो भ्लगमा देखाउने नै छु। यो भ्लगलाई अन्तिमसम्म हेर्नुहोला। इफ यु आर न्यू हियर डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। सो स्टे विथ मी, लेट्स गो। अब भने फाइनल्ली हाम्रो जुन डेस्टिनेसन रहेको छ ओकिनावाको लागि हामी प्रस्थान गर्दैछौँ र यति बेला हाम्रो लागि जेट स्टारको विमान तयारी अवस्थामा रहेको पनि जानकारी दिन चाहन्छु र भने हामी यहाँबाट केही बेरमै प्रस्थान गर्नेछौँ र ओकिनावाको लागि आज भव्य रमाइलो हुनेछ। म त्यहाँको भिडियो देखाउने नै छु। यो हो ओकिनावा जाँदाखेरिको विमानबाट देखिएको बाहिरको दृश्य। फाइनल्ली अब भने हामी ओकिनावामा आइपुगेका छौँ र अब यहाँ ओकिनावामा घुम्दाखेरिको दृश्य म यहाँहरूलाई देखाउने नै छु। यति बेला हामी एकदमै सुन्दर ठाउँ ओकिनावाको जसलाई शान्ति स्मारक क्षेत्र पिस मेमोरियल एरिया पनि भन्ने गरिन्छ, यो ओकिनावामा रहेको एउटा फिस मेमोरियल पार्क पनि हो। एकदमै सुन्दर ठाउँ पनि रहेको छ र यसको बारेमा छोटो म तपाईँलाई यसको इतिहासको बारेमा भन्छु। सन् 1945मा भएको यो ब्याटल अफ ओकिनावा दोस्रो विश्वयुद्धको अन्तिम र सबैभन्दा भीषण युद्धमध्ये एक थियो। अमेरिका र जापान बीच करिब 82 दिन युद्ध चल्यो। ओकिनावा टापु नै युद्धभूमि बनेको थियो। धेरैजनालाई थाहा पनि छ होला, जो अहिले नयाँ हुनुहुन्छ उहाँहरूलाई त्यति धेरै थाहा छैन होला र आज यो मेरो यो भ्लगमा यहाँहरूलाई म यसको बारेमा थोरै इतिहास भन्दैछु। सैनिक मात्र होइन, धेरै सर्वसाधारण नागरिक पनि त्यति बेला मारिएका थिए। अनुमानित 2 लाखभन्दा बढी मानिसको यहाँ मृत्यु भएको थियो। ओकिनावाका हजारौँ स्थानीय नागरिकको ज्यान गयो। युद्धपछि शान्ति र मानवताको सन्देश दिन यो पार्क निर्माण गरिएको हो र तस्बिरमा देखिने जुन यो सेतो टावर अघि देख्नु भएको थियो त्यो पक्कै पनि एकदमै त्यही ओकिनावा फिस मेमोरियल हलको लागि भनेर सम्झनाको लागि र एकदमै शान्ति होस् भनेर चाहिँ त्यसको लागि चाहिँ गरिएको थियो। र यो जतिजना युद्धमा मारिएका थिए र उहाँहरूको यो तपाईँले भिडियोमा देखिरहनु भएको छ, उहाँहरूको त्यो सम्झनाको लागि बनाइएको यो स्तम्भहरू हुन् र पक्कै पनि हामीले नजिकमा हामीले ओकिनावामा रहेको जुन ब्युटिफुल अनि सुन्दर एसियाकै सफा समुद्र पनि भन्ने गर्छौँ र त्यो समुद्रको दृश्य पनि यहाँले देखिरहनु भएको छ। र अनि यो जुन यो ठाउँमा घुमिरहँदा यहाँ युद्धको यसको जसरी युद्ध भयो र त्यसपछिको केही विशेषताहरू पनि छन्। म त्यसको बारेमा पनि तपाईँलाई थोरै आजको यो भ्लगमा जानकारी दिन चाहन्छु। यहाँ युद्धमा ज्यान गुमाएका सबै मानिसहरूको नाम तपाईँले अघि देख्नु भएको छ, त्यहाँ स्तम्भहरूमा लेखिएको छ। केवल जापानिज मात्र होइन, यहाँ अमेरिकनहरू पनि छन्, कोरियन नागरिकहरूको पनि त्यहाँ स्तम्भमा नाम लेखिएका छन्। ओकिनावाका स्थानीय अन्य देशका पीडितहरू पनि थुप्रै छन्। जुन अर्को के महत्त्वपूर्ण कुरा छ भने देश सेना वा पक्ष नहेरी युद्धमा मरेका सबैलाई समान सम्मान दिएको छ। र यहाँ मैले अघि पनि भने अहिलेसम्म 2 लाखभन्दा बढी मानिसको मृत्यु भएको हो भन्ने पनि यहाँ लेखिएको छ। र यो चाहिँ हामी जुन त्यहाँ सङ्ग्रहालय छ यो सङ्ग्रहालयतर्फ हामी जाँदैछौँ र यो सङ्ग्रहालयमा जसरी युद्धमा प्रयोग गरिएका थुप्रै हतियारहरू कसरी लडिएको थियो त्यो बेला विश्वयुद्ध, त्यसमा लडिएका सम्पूर्ण कुराहरूको अवलोकन गर्न अब भने हामी यो सङ्ग्रहालयतर्फ जाँदैछु। र यति बेला एकदमै सुन्दर ठाउँ पनि रहेको छ यो र यहाँनिर अब भने हामी भित्र प्रवेश गर्नेछौँ। र त्योभन्दा अगाडि यो बाहिरपट्टि राखिएको एउटा केही रहेको छ यहाँनिर, यो जुन तपाईँले तस्बिरमा देखिरहनु भएको छ यो भिडियो मार्फत। र यो चाहिँ विश्वयुद्ध हुँदाखेरि युज गरिएको जुन तपाईँले देखिसक्नु भएको छ क्रेनहरूको चाहिँ रहेको छ भने त्यसै गरी यहाँनिर युद्धका बेला जुन जसरी तोपहरू रहेको थियो ती सबै सम्पूर्ण कुराहरूको भग्नावशेषलाई त्यहाँनिर एक ठाउँमा एकत्रित गर्दै राखिएको छ। र साइडमा एकदमै सुन्दर समुद्रको यो छालहरूले पक्कै पनि
यहाँ शान्तिको प्रतीक त दिइरहेको छ र आजको यो भ्लगमा एकदमै स्पेसल भ्लग रहेको छ। पक्कै पनि तपाईँहरू सबैजना ओकिनावा यदि घुम्न आउन चाहनुहुन्छ भने यो क्षेत्रमा आउनुभयो भने मन आनन्द हुन्छ। यहाँको शान्त वातावरणमा अनि यहाँको सुन्दर अनि सफा समुद्रको यो छालहरू हेर्दै मनलाई अझै आनन्द पार्न सकिने ठाउँ हो यो ओकिनावाको। एकदमै राम्रो ठाउँ पनि छ। पक्कै पनि यहाँको घुम्नेको लायकको पनि रहेको छ र मैले अघि पनि भने जसरी ओकिनावामा यो जुन हामी ओकिनावा फिस मेमोरियल पार्कमा घुमिरहेका छौँ र त्यसका थुप्रै विशेषताहरू पनि मैले अघि भनिसकेको छु। अनि यो समुद्रको बारेमा त अब धेरैजनालाई थाहा छ, धेरैजना घुमि पनि सक्नु भएको छ होला। अनि यो सबैजनालाई शान्तिको प्रतीकको रूपमा पनि हामीले अघि जहाँ त्यो पार्कमा राखिएका विभिन्न भौतिक संरचनाहरूको जसरी त्यति बेला प्रयोग गरिएका थिए ती भग्नाशेषहरूको बारेमा पनि मैले थोरै त भनि नै सकेको छु। र यति बेला हामी यो ओकिनावामा रहेको यो सुन्दर समुद्रको यो छाल अनि सुस्केरासँगै हामी त्यो सुस्केरालाई सुन्दै यो मनोरम दृश्यहरू हेरिरहेका छौँ। र पक्कै पनि तपाईँ मलाई लाग्छ ओकिनावा आउनुभयो, जापानमा हुनुहुन्छ भने एकचोटि ओकिनावामा घुम्नै पर्ने ठाउँ हो यो ओकिनावा। एकदमै सुन्दर ठाउँ छ र सबैजनाले नछुटाउनु होला, एकदमै राम्रो पनि ठाउँ रहेको छ। र मैले अघि फेरि पनि म ब्याक हुन चाहे यो जुन शान्तिको प्रतीकहरू बनाइएको छ यो फिस मेमोरियल पार्क पनि भन्ने गरिन्छ। र यति बेला यो सुन्दर दृश्यहरू यहाँहरूले देखिरहनु भएको छ जुन विश्वयुद्धको सबैभन्दा रक्तपातपूर्ण युद्धमध्ये एक, यसपछि जापानमाथि आणविक बम प्रयोग हुने निर्णयतर्फ विश्व अघि बढेको थियो। आज ओकिनावा शान्ति, शिक्षा, पिस एजुकेसनको प्रतीक बनेको छ। यी दुई तस्बिरले जतिखेर यो तपाईँले देखिरहनु भएको छ धेरै कुराहरूलाई यहाँनिर समेटेको छ। यदि एकदमै राम्रो कुरा पनि रहेको छ। र भने हामी यो सुन्दर पार्क र यो विगतको दोस्रो विश्वयुद्धको यो सम्पूर्ण कुराहरू हेरिसकेपछि अब भने हामी केही बेरमा यहाँबाट निस्कनेछौँ र ओकिनावाको बजारको भिजिट गर्नेछौँ। र यो मैले चाहिँ जुन अघि भनेको थिएँ सम्पूर्ण कुराहरूको बारेमा कुरा गर्दै जाँदाखेरि एकदमै राम्रो सुन्दर दृश्यहरू तपाईँले देखाइ नै रहेको छु। र आज एकदमै रमाइलो पनि भइरहेको छ। यहाँको यो समुद्री छालहरूसँगै रमाउँदै अनि आजको यो भ्लगलाई अझै म तपाईँहरूलाई एकदमै आज पुरै ओकिनावा घुमाउने प्रयत्न गरिरहेको छु। पक्कै पनि यति बेला यो ओकिनावामा रहेको पिस जुन छ यो शान्तिको प्रतीक पिस मैले ठ्याक्कै नाम मैले बिर्सिरहेको छु यो पार्कको। ओके, ओकिनावा पिस मेमोरियल पार्क। यो जति पनि देखिरहनु भएको छ दृश्यमा यो जति बेला विश्वयुद्ध लड्दाखेरि जतिजना शहीद हुनुभयो उहाँहरूको यो स्तम्भहरू बनाएर राखिएको छ। उहाँहरूको नामहरू कुदिएर यहाँ राखिएको छ। यहाँ जापानिज नागरिक मात्र नभएर जतिजना यहाँ निधन भयो उहाँहरूको सम्पूर्णको नामहरू कुदिएर राखिएको छ। र त्यसैले यसलाई शान्तिको प्रतीकको रूपमा पनि हेरिएको छ। मैले अघि एउटा टावर पनि देखाएको थिएँ, सायद यो सेतो टावर देखिरहनु भएको छ। यो टावर जुन शान्तिको प्रतीकको लागि भनेर बनाइएको भनेर यहाँ जुन जो इतिहासमा भएको घटनाहरूलाई अब यस्तो किसिमको घटनाहरू रक्तपात घटनाहरू नहोस् है भनेर शान्तिको लागि प्रतीकको लागि बनाइएको टावर हो भनेर हामीले बुझ्ने गरेका छौँ। र पक्कै पनि यतिखेर यो मेरो ब्लग हेर्दै हुनुहुन्छ भने एकदमै सुन्दर ठाउँ रहेको छ। यो ओकिनावाको एकदमै सुन्दर ठाउँ पनि हो। धेरैजनाले घुमि पनि सक्नु भएको छ। यदि तपाईँ जापानमा हुनुहुन्छ भने घुम्न चाहनुहुन्छ भने पक्कै पनि यो ठाउँमा आउनुहोला। सुन्दर ठाउँ, एकदमै घुम्नको लायकको ठाउँ पनि रहेको छ। र यहाँको बारेमा तपाईँले गुगलमा गएर खोज्नुभयो भने पनि अझै राम्रोसँग भेट्न सक्नुहुनेछ। अझै धेरै कुराहरू तपाईँले भेट्न सक्नुहुनेछ। र यति बेला हामी यो
ओकिनावा पिस मेमोरियल पार्कबाट अब भने ओकिनावाको बजार भिजिट गर्दैछौँ र यो ओकिनावाको गाउँ रहेको छ र एकदमै सुन्दर गाउँ। यहाँको कतिपय ठाउँहरू यहाँको नेपालको तराई भेगमा रहेको हावापानीसँग मेल खाने पनि रहेको छ यहाँको हावापानी र अनि सँगै एकदमै यो सुन्दर अति सुन्दर जो तपाईँलाई धेरैजनालाई थाहा नहुन सक्छ एसियाकै सबैभन्दा सफा नदी भनेर चिनिन्छ यहाँको नदीलाई। पक्कै पनि यो नदी हेरेर अझै यहाँको यो जुन नदीको गहिराई छ शान्त स्वभावले यो बगिरहेको छ यसले अझै मनलाई अझै आनन्द पार्छ, मनलाई अझै विशाल बनाउँछ र पक्कै पनि यो भ्लग हेरेर आज तपाईँले अवश्य पनि निकै नै मनोरञ्जन लिनुभयो होला भन्ने मैले पनि अपेक्षा गरेको छु र आज यो ठाउँमा घुम्ने एउटा ठुलो सौभाग्य मिल्यो। एकदमै म पनि हर्षित छु, मलाई आनन्द लिइ पनि रहेको छु र देख्न सक्नुहुनेछ हाम्रो आँखाको दृष्टिले नभ्याउने किसिमको जुन तपाईँले समुद्रको यो देखिरहनु भएको छ दृश्य पक्कै पनि एकदमै ब्युटिफुल। धेरैजनालाई सपना हुन्छ यो समुद्रमा नजिक गएर निहाल्ने, अझै यति राम्रो एसियाकै जुन प्रशान्त महासागरकै यो सफा नदीमा पर्छ यति राम्रो दृश्य हेर्न पाएपछि कसको मन आनन्द नहोला र होइन र। पक्कै पनि यो स्पोर्ट भनेको यो समुद्रको अवलोकन गर्ने, समुद्रलाई हेर्ने खालको एउटा स्पोर्ट बनाइएको छ जुन तपाईँले ओकिनावामा आउनुभयो भने मात्रै पाउनुहुन्छ यस्तो खालको दृश्य देख्न जो जमिन तल समुद्र माथि जस्तो देखिन्छ यहाँनिर हेर्दाखेरि। तर एकदमै सुन्दर, एकदमै अति नै सुन्दर ठाउँ रहेको छ यो ओकिनावाको। मलाई पनि एकदमै साह्रै मन पर्यो। मैले अघि नै भनिरहेको थिएँ म यति धेरै टाढाबाट जुम गरेर तपाईँलाई यो दृश्य देखाइरहेको छु यो समुद्रको। तपाईँले देख्न सक्नुहुनेछ यति टाढाबाट जुम गर्दा पनि तपाईँले त्यहाँ तलको माटो ढुङ्गा देखिरहनु भएको छ। त्यति धेरै सफा छ, कुनै पनि फोहोर छैन। त्यसैले भनिएको एसियाकै नम्बर 1 समुद्र, सफा समुद्र। पक्कै पनि यदि तपाईँलाई लाग्दैन भने एकचोटि यहाँ आएर हेर्नु होला। एकदमै सुन्दर, एकदमै राम्रो तपाईँले समुद्रको यो दृश्य देख्न सक्नुहुनेछ अनि सफा समुद्रको भिजिट गर्न पनि सक्नुहुनेछ। यदि ओकिनावामा बस्नु भएको छ भन्दा कति सबैजना गइसक्नु भएको छ होला। अब ओकिनावा आउट अफ ओकिनावा सिटीमा हुनुहुन्छ भने एकचोटि जानै पर्ने ठाउँ हो यो। एकदमै ब्युटिफुल ठाउँ पनि रहेको छ र अनि अघि पनि मैले भने यो समुद्रको बारेमा धेरै बयान गरेर नसक्नुका थुप्रै कुराहरू पनि रहेका छन् जुन समुद्र प्रयोग गरेर यो समुद्रबाट थुप्रै देशहरूको सिमाना जोडिएको छ। यही समुद्रबाट, यही ठाउँलाई युज गरेर जसरी दोस्रो विश्व युद्ध भयो, थुप्रै अघि पनि मैले तपाईँलाई योभन्दा अगाडि भिडियोमा देखाएको थिएँ जो विश्वयुद्धमा प्रयोग भएका भग्नावशेषहरू त्यहाँ थुप्रै 2 लाखभन्दा बढी नागरिकहरू त्यो बेला मारिएका थिए र नागरिक लगायत सेनाहरू मारिएका थिए। त्यसको केही स्तम्भहरू, नामहरू पनि तपाईँलाई देखाएको थिएँ। पक्कै पनि एकदमै सुन्दर ठाउँ। जति बेला पहिला कुनै समय विश्वयुद्धमा यो मरुभूमि बनेको यो ठाउँ, क्रुड बनेको यो ठाउँ आज एकदमै पिसफुल ठाउँ बनेको छ, हेर्नको लायकको लागि ठाउँ बनेको छ। पक्कै पनि सुन्दर, एकदमै एसियाकै नम्बर 1 मा रहेको यो ठाउँ रहेको छ। एकदमै यो ठाउँले यहाँको पर्यटक र पर्यटनका क्षेत्र दुवैलाई तानेको छ। दुवै क्षेत्रलाई जुन पर्यटन क्षेत्रको जुन उचाइ लिएको छ जसले पर्यटकहरूलाई एकदमै मनमोहित पारेर यो ठाउँमा घुम्नको लागि आउने गर्नुहुन्छ र हामी आज यसैको सिलसिलामा यही दृश्य हेर्नको लागि पनि धेरै टाढाबाट आएका छौँ। टोकियोबाट यहाँ पुगिसकेका छौँ। 3 घण्टाको प्लेन यात्रा गर्दै एकदमै सुन्दर ठाउँ पनि रहेको छ र अनि जतिजनाले हेर्नु भएको छ यो ठाउँमा घुम्नु भएको छ कमेन्ट पनि गर्नुहोला। र अनि यो ठाउँ घुमिसकेपछि हामी
अझै टोकियोभन्दा पनि ओकिनावाको ती रैथाने जुन बजारहरू छन् ती बजारहरूको दृश्य पनि म देखाउने नै छु। र अहिलेको लागि भने हामी यो सुन्दर दृश्य ओकिनावाको यो समुद्रको दृश्य हेर्दै इन्जोय गरौँ। अब भने हामी फेरि पनि अर्को यो दोस्रो समुद्रको भाग हेरिसकेपछि हामी यति बेला यो गाउँ हुँदै ओकिनावाको सिटीतर्फ फर्किँदैछौँ। अब भने अझै विशेष रमाइलो हुनेछ, किनभने यहाँ जतिजनाले ओकिनावामा रैथाने खाना खानुहुन्छ, ओकिनावाको जुन पुरानो मार्केट छ त्यसमा म तपाईँलाई घुमाउने छु। आज पुरै ओकिनावा घुमाएर यहाँहरूलाई इन्जोय दिने काम म गर्नेछु आजको मेरो यो भ्लगमा। अझै एकदमै लामो छ यो भ्लग, किनभने मैले पुरै ओकिनावा तपाईँलाई भिजिट गराउँदैछु र त्यसैले पनि यो आजको भ्लग निकै नै लामो हुनेछ भन्ने मैले अपेक्षा पनि गरेको छु। यदि तपाईँले यो पुरै भिडियो हेर्नुभयो भने पक्कै पनि वास्तवमै वाउ ओकिनावा हेर्नुहुनेछ। र नि यो सुन्दर गाउँ, यहाँको मौसम सुन्दर अनि मौसम सफा, मौसम पनि त्यतिकै राम्रो। मलाई लाग्छ नेपालको मेरै ठाउँतिर जुन तराई भेगतिरको ठाउँतिर यहाँको मौसमले अलिकति म्याच गरेको हो कि जस्तो मैले महसुस भइरहेको छ, तर अझै अति नै सुन्दर। र अब भने हामी यो इभिनिङ टाइममा ओकिनावाको यो रैथाने मार्केटहरू घुम्दैछौँ र सुन्दर ठाउँ र थुप्रैजना यो इभिनिङ टाइममा अर्थात् साँझ पखतिर यो मार्केट घुम्नको लागि बेग्लै मजा पनि हुन्छ। र आज यहाँ थुप्रै यो मार्केट घुम्ने हामी प्रयास गरिरहेका छौँ। अनि अर्को कुरा, यहाँ मान्छेहरू किन बाटो क्रस नगरेर उभिराखेको छ होला भन्ने लागिरहेको छ भने यो रहेको छ ओकिनावाको एकदमै सुन्दर रैथाने ठाउँ, जसलाई धेरैजनाले त यो चिनी पनि सक्नु भएको छ होला यो ठाउँ। र एकदमै हामी यो ठाउँको बारेमा तपाईँलाई घुम्दाखेरिको दृश्य देखाइरहेका छौँ। एकदमै सुन्दर पनि रहेको छ। यहाँ विशेष गरेर त यहाँको विशेषता सर्पको अल्कोहल पनि पाइँदो रहेछ। निकै नै सुन्दर देख्दाखेरि डर लाग्ने आबुई भन्ने खालको पनि रहेको छ, तर पनि यो एकदमै यहाँको विशेषता जसले पनि राखेको देखियो र एकदमै यहाँको अनौठो पनि लाग्यो। सर्पबाट पनि रक्सी भन्ने पनि लाग्यो होइन। एकदमै राम्रो ठाउँ र नि राम्रो विभिन्न नयाँ कुराहरू देख्न पाउँदाखेरि मनलाई चाहिँ एकदमै मजा लाग्दो रहेछ। यो हो हामी ओकिनावामा घुम्दै गरेको दृश्य। यहाँको विभिन्न परिकारहरू लगायत थुप्रै कुराहरू रहेका छन्। र अब केही बेरमा हामी यो ठाउँको बारेमा यहाँ जो बस्दै आउनु भएको छ उहाँसँग म कुराकानी गर्ने नै छु। यहाँ नेपालकै जसरी कपडाहरूको बिजनेस गरिँदो रहेछ, एकदमै हरेक कुराहरू हेर्नको लायकको छ। हामी अझै इन्ट्रेस्टिङ पारेको जो यो स्नेकको अल्कोहल बनाइएको छ, यो चाहिँ एकदमै हेर्न मजा आउने। अनि हामी कहिल्यै नदेखेको मान्छेलाई त अझै यो पनि सम्भव कसरी भन्ने टाइपको लागेको छ। यो सबै कुराहरू नेपालसँग कतिपय कुराहरू त मिल्दोजुल्दो पनि लाग्यो मलाई। र अनि एकदमै यो पिसफुल ठाउँमा घुम्नको लागि मजा पनि आउने ठाउँ। लेडिजहरूको लागि तपाईँले यहाँ देखिरहनु भएको छ कपडा, त एकदमै सुन्दर ठाउँहरू ओकिनावाको। देख्न सक्नुहुनेछ यहाँ विभिन्न कुराहरू देखाइरहेको छु म तपाईँलाई। र यो जुन चक्लेटहरू पनि हो, एकदमै मिठो हुन्छ यो स्विट रहेको छ। ओकिनावा नो कोही बितो भनेर लेखिएको रहेछ यहाँनिर। यो चक्लेटको नामलाई चाहिँ त्यसरी दिइएको छ। यदि तपाईँ ओकिनावा घुम्न जानुभयो भने यो चक्लेट तपाईँले उपहार ल्याइदिन सक्नुहुनेछ, गिफ्ट ल्याइदिन सक्नुहुनेछ। एकदमै राम्रो ठाउँ पनि रहेको छ। र यो यहाँ खानपिन हुँदैछ बाहिरतिर, एकदमै रमाइलो ठाउँ पनि छ। अब एकैछिनपछि हामी पनि खानपिन गर्नेछौँ।
र निकै नै भिडभाड पनि छ पुरानो ठाउँ घुम्नको लागि यो चाहिँ ओकिनावाको लोकल मार्केट यो चाहिँ पहिलेदेखिको ए तपाईँको यहाँ चाहिँ सिनमेरो चाहिँ एकदम बढी होइन ए हजुर हजार दुईवटा चटिना ड्रिङ्क अनि त्यसपछि तपाईँको एउटा चिकन बनाऊ ए त्यो किसिमको चाहिँ मजा आउने पनि ठाउँ रहेको छ ओकिनावा आउनेहरू चाहिँ यो ठाउँमा चाहिँ मस्टली चाहिँ भिजिट गर्छ ए जो पनि है जो पनि त्यो चाहिँ पुरा यसो ओकिनावाको लोकल मान्छे आउने ठाउँ भन्दा पनि हजुर यो खानेकुराको बाहिरबाट आउने टुरिस्टहरू चाहिँ एकदम बढी आउँछ थुप्रैजना साथीहरू अगाडि घुमि पनि रहनु भएको छ उहाँहरू सबैजना एउटै हाम्रो ग्याङको साथीहरू हुनुहुन्छ एकदमै इन्जोय गरिरहनु भएको छ र विभिन्न ठाउँ घुम्दै गर्दाखेरि ओकिनावाको यो रोइथाने मार्केट घुम्ने एउटा सौभाग्य मिल्यो एकदमै मजा लागिरहेको छ यो इभिनिङ टाइममा यो साँझ पख घुम्दाखेरि अझ यसको विशेषताको बारेमा म एकैछिनपछि म तपाईँलाई जानकारी दिने नै छु र यहाँको विशेषता यहाँको के हो त वास्तवमा यसको बारेमा पनि म तपाईँलाई जानकारी दिने नै छु हामी थोरै अलि अगाडिपट्टि निस्किनेछौँ गल्ली गल्लीमा आज हामी घुम्दैछौँ योगिनावाको सिटीको एकदमै साँझ भइसकेको छ त्यसैले अहिले मान्छेहरू एकदमै कम हुँदै गइरहेको छ सबैजना आफ्नो यहाँ घुमेर घुमफिर गरेर घर फर्किसक्नु भएको छ भने अब हामी पनि अन्तिम चरणमा आइपुगेका छौँ अब आयौँ हामी मेन ठाउँमा र यो ठाउँको विशेषता के हो नमस्ते यो ठाउँमा चाहिँ बाहिरबाट घुम्न आउने बाहिरबाट आउने अट्र्याक्सनहरू बढी हुन्छन् एकदम भिडभाड एरिया ओकिनावाको टिपिकल अगाडि हेर्दै हिँड्दा सर नमस्ते हजुर नमस्कार आज हामी यो कोकसाई डोरीमा आइपुगेका छौँ ओकिनावाको है हजुर जो ओकिनावामा घुम्न आउनुहुन्छ यो ठाउँमा चाहिँ किन घुम्न आउने खासमा तपाईँ त यहाँको एकदमै पहिल्यैदेखि बसोबास गर्दै हुनुहुन्छ है यसको विशेषता भनिदिनु न ओके यो खास गरी ओकिनावा कोकसाई डोरी भनेको पहिलेदेखि हजुर पुरानो सहर भन्दा पनि भयो ओकिनावाको पुरानो सहर मध्ये एउटा पनि हो र यसमा चाहिँ खास यो ओकिनावा बाहिरबाट आउने सम्पूर्ण मानिसहरू चाहिँ यो ठाउँमा सहज रूपमा सबै कुराहरू सहज रूपमा उपलब्ध हुने भएकोले पनि र एयरपोर्टबाट नजिक हजुर र यहाँ ओकिनावाको विशेष कुराहरू चाहिँ यहाँ पाउने भएकोले जस्तै ओकिनावाको लोकालिटी कुराहरू सम्पूर्ण उमियागीदेखि यहाँ कपडाहरूदेखि सबै यहाँ पाउने भएकोले गर्दाखेरि यहाँ जस्तै इजाहाईहरू नमियाहरू तपाईँको अनि सम्पूर्ण कुराहरू चाहिँ सबै एकै ठाउँमा भएकोले गर्दा पनि यो ठाउँमा चाहिँ बाहिरबाट आउने पर्यटकहरू चाहिँ एकदम बढी हुनुहुन्छ र यसको विशेषता चाहिँ लगभग यो कुराहरूमा ओकिनावालाई खास केन्द्रित गर्दा ओकिनावाको मुटु भन्छ चिनिने गर्छ हस् धेरै धेरै धन्यवाद सर यो छोटो जानकारीको लागि धन्यवाद यति बेला हामी कोकसाई डोरी ओकिनावाको यो सिटी घुमिरहेका छौँ र एकदमै सुन्दर ठाउँ अनि यो इभिनिङ टाइममा यो साँझ पखमा घुम्दाखेरि एकदमै राम्रो ठाउँ पनि रहेको छ र थुप्रै कुराहरू देख्न पाइन्छ र यो कोकसाई डोरीको बारेमा त अघि हामीले कुराकानी पनि गऱ्यौँ र थुप्रै कुराहरू तपाईँले जानकारी पनि पाइसक्नु भएको छ होला जो यहाँनिर विगत लामो समयदेखि बस्दै आउनु पनि भएको थियो र उहाँसँग हामीले थोरै कुराकानी पनि गऱ्यौँ र एकदमै सुन्दर ठाउँ यहाँ म आफै सेल्फी लिँदैछु एकदमै इन्जोय गर्ने ठाउँ पनि रहेको छ किनकि यो रैथाने कुराहरू गरेको थिएँ रैथाने कुराहरूमा के सामग्रीहरू के पाइन्छन् भनेर यहाँ पनि देखाउँदैछु म तपाईँलाई यो आजको मेरो भ्लगमा विशेष गरेर आजको यो यहाँको सम्पूर्ण दृश्यहरू पुरै ओकिनावा घुमेर हामी लगभग भ्याउँदैछौँ हामीले विभिन्न ठाउँहरू पनि घुम्ने
हजुर यो कुकुसाई डोरी घुमिसकेपछि यहाँको यो कुकुसाई डोरीको सिटी घुमिसकेपछि हामी यसपछिको अर्को एउटा फेमस ठाउँ जानेछौँ र त्यो ठाउँको दृश्य पनि म देखाउने नै छु। मैले अघि पनि देखाएँ यो एकदमै यहाँको फेमस मिठाई पनि हो। यदि तपाईँ यो ओकिनावामा घुम्न आउनुहुन्छ भने त्यो मिठाई चाहिँ अवश्य पनि आफ्नो परिवारजनलाई लगिदिनु होला। फाइनल्ली अब भने हामी कुकुसाई डोरीबाट बाहिर निस्किसकेका छौँ र अब हाम्रो अर्को डेस्टिनेसन रहेको छ। अझै सकिएको छैन है, भिडियोलाई हेर्दै गर्नुहोला। एकदमै सुन्दर ठाउँ जाँदैछौँ। अब भने मजा आउने ठाउँ रहेको छ। अबको केही बेरमा हामी एकदमै तपाईँ धेरैजना नघुम्नु भएको तर धेरैजना घुमिसक्नु भएको ठाउँ लग्दैछौँ र त्यसको सम्पूर्ण दृश्यहरू म तपाईँलाई देखाउने नै छु। हाम्रो यो भ्लगलाई अन्तिमसम्म हेर्नु होला। लामो छ तर पुरै ओकिनावा घुम्नुपर्ने छ। पुरै ओकिनावाको भिडियो अर्थात् यो घुमेको भिडियोलाई तपाईँलाई एकै ठाउँबाट देखाउनु पर्ने छ। त्यसैले पनि लामो हो, एकदमै राम्रो ठाउँ पनि छ। र फाइनल्ली यो ठाउँमा आइपुगेका छौँ हामी। जसले घुम्नु भएको छ यो ओकिनावाको घुम्नको लागि एकदमै ब्युटिफुल सिटी अर्थात् प्लेस पनि रहेको छ यो ठाउँ, जसलाई चट्टान भनेर पनि भन्ने गरिन्छ। र यति बेला हामी रातिको टाइममा यहाँ आइपुगेका छौँ, जो अमेरिकन भिलेज भनेर चिन्ने गर्नुहुन्छ सबैजनाले। र यहाँनिर सम्पूर्ण विदेशी नागरिकहरूको ठुलो मात्रामा यहाँ घुम्न आउने गरेको हामीले जानकारी पाएका छौँ। र यो हो अमेरिकन भिलेज। एकदमै सुन्दर ठाउँहरू, यहाँका सुन्दर दृश्यहरू देखाउँदैछु म। र सानो छ तर एकदमै ब्युटिफुल छ। र यसको साइडमा यो रातिको टाइममा, अझै यो समरको टाइममा आउनुभयो भने त तपाईँ यहाँ जानुभयो भने त एकदमै बेस्ट प्लेस पनि रहेको छ यो समरको टाइमको लागि। र हामी यहाँ अलिकति यो विन्टरको टाइममा आएको भएर अलिकति जाडो पनि भइरहेको छ, तर पनि घुम्नको लागि चाहिँ मजा आएको छ। क्रिसमसमा पनि एकदमै भव्य रमाइलो हुने रहेछ यो ठाउँमा। यसो यहाँको स्ट्रक्चरहरू, बनावटहरू हेर्दाखेरि एकदमै सुन्दर ठाउँ पनि लाग्यो मलाई। ओकिनावाको यो चट्टान भन्ने ठाउँ, जसलाई अमेरिकन भिलेज भनेर चिनिन्छ, र घरहरूको डिजाइनिङ पनि सुन्दर लागेको, जुन तपाईँले देखिरहनु भएको छ भिडियोमा। र पनि हामी यो चट्टान जुन अमेरिकन भिलेजको ब्याक साइडमा एउटा उमी अर्थात् समुद्र पनि रहेको छ, त्यसको दृश्य पनि म यहाँहरूलाई एकैछिनमा देखाउने नै छु। त्यो ठाउँ पनि एकदमै मजाको छ हेर्नको लागि। इभिनिङ टाइममा सबैजनाले यहाँको यो सुन्दर दृश्य अवलोकन गर्दै ओकिनावाको यो आफ्नो मोबाइल मार्फत कैद गरी पनि राख्नु भएको छ। एकदमै इन्जोय पनि भइरहेको छ। र अब भने हामी फाइनल्ली यो ब्याक साइडमा आइ नै सकेका छौँ र निकै रमाइलो पनि भइरहेको छ। दिस इज ओकिनावा चट्टान अर्थात् अमेरिकन भिलेज। वाउ टाइपको पनि छ हेर्नको लागि। इभिनिङ टाइममा चाहिँ मजा आउँछ। यहाँको जुन यो एनिमेसनहरू, बत्तीको लाइटहरू राखिएको छ, जसले एकदमै हेर्नको लागि मनमोहक पनि बनाइदिएको छ। र यो पछाडि देखिरहनु भएको छ समुद्र, जहाँ समुद्रको छालहरू यहाँ सुस्केराइरहेका छन् यो रातिको टाइममा। र त्यो छाललाई हेर्दै यो छेउमा बसेर इन्जोय गर्नको मजा बेग्लै हुन्छ यो ओकिनावाको सिटीमा आउनुभयो भने। मजा आइरहेको छ एकदमै यो घुम्नको लागि। राम्रो ठाउँ पनि रहेको छ ओकिनावाको यो चट्टान भन्ने ठाउँ, जसलाई हामीले यहाँनिर जसको यो समुद्रको साइडमा आएर अब यहाँलाई दृश्य देखाउने कोसिस गर्नेछु म। एकदमै राम्रो ठाउँ, सुन्दर ठाउँ। रातिको समयमा पनि यति ब्युटिफुल देखिएको छ कि
यहीँ बस्यौँ अनि यहीँ बसेर यो दृश्य हेरिराखौँ जस्तो लाग्ने। पारिपट्टि जुन सिटी मैले बत्ती लाइटहरू देखिरहेको छ, जुन मैले अघि तपाईँलाई योभन्दा अगाडिको हेरिसक्नु भएको छ, जुन नाहा हो त्यो दृश्यमा देखिएको तपाईँले अघि हेरेर पनि सक्नुभएको छ। हामीले त्यहाँको एक एक गल्ली गल्लीमा गएर सायद दोहोरीको बारेमा मैले तपाईँलाई भने पनि कुरा पनि गरेँ। त्यहाँ जो बस्दै आउनु भएको छ उहाँसँग कुरा पनि गरेँ र त्यो दृश्य यहाँबाट फेरि देखिरहेको छ र एकदमै सुन्दर पनि रहेको छ। र अनि यहाँको जुन लाइटिङहरूले गर्दा चट्टान सिटी एकदमै सुन्दर देखिएको छ। यो रातिको टाइममा पक्कै पनि डेमा पनि एकदमै सुन्दर देखिन्छ है भनेर भन्दै हुनुहुन्छ हाम्रो साथीहरूले। र नि हेर्नको लायकको एकदमै राम्रो छ, गजबको छ। पारिपट्टि नाहा सिटी ओकिनावाको बिचमा समुद्र, त्यसपछि यता चट्टान अनि हेर्नको लागि अझै मजा। अनि यति बेला बादलहरू पनि माथिबाट दौडिरहेको छ, तल समुद्रको छालहरू देखिरहनु भएको छ। एकदमै मजा लाग्ने, यो रातिको टाइममा पनि सफा देखिएको छ। लाइटमा जसरी समुद्रको छालहरू टल्किरहेको छ, यो दृश्य हेर्नको लागि एकदमै मनमोहक रहेको छ। जसलाई पनि यहाँ आउनुभयो भने मन लोभ्याउँछ। वाउ, कति सुन्दर दृश्य हेर्न पाइयो। र अनि यहाँनिर यो समुद्रलाई पछाडि पृष्ठभूमिमा राखेर फोटोहरू कैद गर्नुको मजा बेग्लै पनि हुँदो रहेछ। यहाँ सबैजना हाम्रो साथीहरू फोटो कैद गर्दै हुनुहुन्छ सम्झनाको लागि। यो फोटो एकदमै काफी रहनेछ। र यो पछि जबसम्म तपाईँले नेपालमा फर्किएर यो दृश्य, यो फोटो हेर्नुभयो भने पनि सम्झनाको लागि एकदमै रहनेछ। एकदमै चिसो छ, धेरै बेर यहाँ अडिन सक्ने अवस्था छैन र पनि हामी यहाँ घुमिरहेका छौँ। यो चिसोको कुनै पनि प्रवाह नगरिकन हामी घुमिरहेका छौँ, तर पनि मजा आइरहेको छ। यो वेलकम टु चट्टान फिसा हराएन भनेर लेखिएको छ। यो कोसो भनेर पनि लेखिएको छ। तपाईँहरू सबैजनालाई वेलकम छ चट्टानमा र एकदमै सुन्दर दृश्य। यति बेला यो समुद्रिक छाल हामीले म तपाईँलाई देखाइरहेका छौँ र हामीले हेरि पनि रहेका छौँ। वाउ, यो रातिको टाइममा पनि यति ब्युटिफुल देखिँदो रहेछ। र पक्कै पनि यो ठाउँमा इभिनिङ टाइममा आउनु भएको छ भने त यहाँहरूले हेरि पनि सक्नु भएको छ होला। निकै नै राम्रो पनि ठाउँ छ। र तपाईँ जापानमा हुनुहुन्छ भने एकपटक यो ठाउँमा आउनुहोस् है। यस्तो राम्रो ठाउँ घुम्नको लागि तपाईँले यो सुन्दर ठाउँलाई चाहिँ मिस नगर्नु होला। एकदमै वाउ टाइपको छ। र अनि सुन्दर ठाउँ घुम्दै गर्दाखेरि अब नि हामी अन्तिमतिर आइसकेका छौँ। र जसरी हामीले पहिलो दिनदेखि अन्तिम दिनसम्मको यो सबै भिडियोहरू तपाईँलाई एकै साथमा मैले देखाइरहेको छु। यो भिडियो तपाईँले देखिराख्नु भएको छ भने चट्टानको यहाँ भित्रको विभिन्न फेसनमा सजाइएर राखिएका विभिन्न फेसनका कपडाहरू पनि हामीले यो सुपरमार्केट टाइपको पनि रहेको छ। विभिन्न रेस्टुरेन्टहरू पनि यहीँ रहेको छ। सबै कुराहरू एकै ठाउँमा रहेको छ अनि मजा आउने ठाउँ। सबै कुराहरू एकै ठाउँमा पाउँदाखेरि डुलिरहनु पनि नपर्ने ठाउँ त्यो हो चट्टान ओकिनावाको। एकदमै सुन्दर ठाउँ पनि हामीले तपाईँलाई देखायौँ। जुन जुन ठाउँमा घुमेका छु म तपाईँलाई देखाइरहेको छु। यो चाहिँ हामीले घुमेको यो तेस्रो दिनको ओकिनावाको नाहा सिटी हो, जहाँ नाहा सिटीको छेउ साइडमा एउटा समुद्री सिपहरू हुन्छ। जहाँ सिपहरू आउँछ त्यहाँ जहाँ चढेर हामी घुम्न जान्छौँ टापुहरूमा, त्यो ठाउँको दृश्यहरू म देखाइरहेको छु। र एकैछिनमा तपाईँलाई अझै राम्रो दृश्यहरू पनि देखाउने प्रयत्न गर्नेछु म आज। र पनि हामी अन्तिम चरणमा पनि आइसकेका छौँ र यहाँको सुन्दर दृश्यहरू त मैले देखाइ नै रहेको छु।
पक्कै पनि यहाँको यो मेन हाइवे रोड अनि त्यसपछि यहाँको यो फेमस रामेन खाँदै तातो तातो रामेन यो चिसो टाइममा खाँदै मजा लिन सकिन्छ। यहाँको एकदमै फेमस भनेको एउटा यो रामेन पनि हो, यो खाना पनि हो जो सस्तोमा पनि पाइन्छ, अन्य ठाउँको तुलनामा एकदमै मिठो पनि अनि राम्रो पनि। तपाईँ ओकिनावामा आउनुभयो भने यो रामेन पनि खान नछुटाउनु होला, एकदमै राम्रो छ, एकदमै ओइसी छ है त। मैले अघि पनि भने म तपाईँहरूलाई यति बेला यो ओकिनावामा जो विभिन्न व्यवसायहरूको लागि विभिन्न सामानहरू पानी जहाजबाट ढुवानी गरिन्छ त्यो ठाउँको दृश्यहरू पनि देखाइरहेको छु। यहाँ चाहिँ ठुला ठुला पानी जहाजमा विभिन्न ठाउँबाट यहाँ सामानहरू भित्रिने गर्छ ओकिनावाको लागि, अर्थात् पुरै होल जापानको लागि पनि भन्न सकिन्छ। र विशेष स्पेसल गरेर त ओकिनावाको लागि विभिन्न ठाउँबाट पानी जहाज मार्फत सामान ल्याइएको छ भने यही ठाउँमा त्यो सामानलाई चाहिँ ढुवानी अर्थात् यहाँनिर तपाईँ यहाँबाट भित्र्याइन्छ। यो जुन हामी अहिले यति बेला यो जुन हाइवे रोडमा घुमिरहेका छौँ यो ठाउँ जापान यो ओकिनावाको एकदमै हावा चल्ने ठाउँ, एकदमै कुनै समय यस्तो हावा चल्छ कि यहाँ मान्छेलाई यो हावा चलेको टाइममा उडाइ नै दिन्छ, त्यस्तो किसिमको हावा चल्ने ठाउँ यो जुन अग्लो पुलमा हामी घुमिरहेका छौँ यो हाइवेमा एकदमै राम्रो सुन्दर ठाउँ पनि रहेको छ। र अब हामी त्यो हाइवे क्रस गर्दैछौँ एकैछिनमा, एकदमै गाडीहरू तुफानका तुफान दौडिरहेका छन् आफ्नो गन्तव्यतर्फ। र सुन्दर दृश्य यो पछाडिको नाहा सिटी हो, यो डे टाइममा तपाईँलाई म देखाइरहेको छु। नाहा सिटीको बारेमा धेरैजनालाई थाहा छ जो आउट अफ ओकिनावामा हुनुहुन्छ भने एकदमै सुन्दर छ ओकिनावा घुम्नको लागि र एकदमै शान्त ठाउँ, हरेक कुराहरू ओकिनावामा पाइन्छ र घुमेर एकै दिनमा भ्याइने ठाउँ पनि हो यो ओकिनावा। सानो छ तर सुन्दर छ। ओकिनावाको सिटी पनि घुमियो आज, एकदमै रमाइलो पनि भयो। लामो भिडियो तपाईँलाई यो आज म पस्किँदैछु, पक्कै पनि यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि ओकिनावा घुमेको अनुभूति यहाँले पाउनुहुनेछ। सबै कुराहरू जुन जुन मुख्य कुराहरू छन्, गल्ली गल्लीहरू छन्, ती कुराहरू सबै कुराहरू मैले आफ्नो भिडियोमा समेटिएको छु र त्यो भिडियो हेरेर तपाईँले इन्जोय लिनुभयो होला, पुरै ओकिनावा घुमेको अनुभूति लिनुभयो होला भन्ने मैले अपेक्षा पनि गरेको छु। र जसजनाले मेरो भ्लग हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्नु नबिर्सिनु होला। र अनि बिहानी अनलाइनबाट आजको यो भ्लग मैले पोस्ट गरेको छु र अन्य ठाउँको पनि म तपाईँहरूलाई जुन जुन ठाउँमा घुम्ने गरेको छु जापानको विभिन्न ठाउँको भ्लगहरू पनि यही मार्फत राख्नेछु। मैले योभन्दा अगाडि थुप्रै भ्लगहरू पनि राखेको थिएँ तर त्यसको नाम चाहिँ फरक राखिएको थिए, तर यसपालिको भ्लगलाई चाहिँ अझै स्पेसल बनाउनको लागि फरक नाम दिइएको छ। तपाईँले माथि टाइटलमा पनि पढिसक्नु भएको छ होला, हेडलाइनमा पनि पढिसक्नु भएको छ होला, सर्च गर्दाखेरि छिटो आओस् होइन, त्यसको लागि पनि मैले अझै राम्रोसँग बनाउने प्रयास गरेको छु। र पक्कै पनि एकदमै सुन्दर ठाउँ अनि बादलहरू पनि यति बेला आफ्नो कर्तव्य निभाउनको लागि जुन जसरी बादलहरू दौडिरहेको पनि हामी यो दृश्यमा देख्न सक्छौँ। वाउ सुन्दर दृश्य। मैले अघि पनि भने यही ठाउँ हो सामानहरू भित्र्याउने, ढुवानी गर्ने लगायत कुराहरू गरेको थिएँ। एकदमै राम्रो ठाउँ यहाँ जहाँ ठुला ठुला पानी जहाजहरू पनि आउने गर्छन्। यहाँ सामान मात्र भित्र्याउने होइन, विभिन्न देशहरूमा गन्तव्य गर्नको लागि यो ठाउँबाट पानी जहाज मार्फत विभिन्न देशहरूमा ओल्ड टुर पनि गर्न सकिन्छ। यदि तपाईँ सोच्दै हुनुहुन्छ भने पानी जहाज मार्फत ओकिनावाबाट म ओल्ड टुर गर्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। अब भने हामी फाइनल्ली ओकिनावाको यो जुन मेन हाइवे रोडहरूमा हामी अनि अर्थात् यहाँको सिटी वरिपरि घुमिरहेका छौँ हिँडेर।
र एकदमै सुन्दर ठाउँ पनि रहेको छ अनि गर्मी पनि महसुस भएको छ यो डे टाइममा र यहाँको यो अन्य ठाउँमा जापानको यो समयमा चाहिँ एकदमै जाडो हुन्छ तर यहाँ चाहिँ एउटा टी सर्टमा हिँड्न सकिन्छ यो जाडोको टाइममा पनि यहाँ हामीले ठुला मूर्तिहरू पनि बनाएको देख्न सक्छौँ जुन यो स्ट्रक्चरहरू छ एकदमै सम्झनको लायकको हेर्नको लायकको लागि पनि रहेको छ यो ओकिनावाको लागि विशेष गरी विशेषता पनि हो यस्ता थुप्रै मूर्तिहरू पनि हुन्छन् यहाँ बनाइएका विशेष गरेर त अझै यहाँ मैले तपाईलाई अघि पनि भिडियोमा धेरैजनाले कतिजनाले याद पनि गर्नुभयो होला कतिजनाले याद पनि गर्नुभएको छैन होला ओहो यो के हो नरिवलको बोर्ड जस्तो पनि छ यो ठाउँ अनि यहाँ काफलहरू पनि पाइँदो रहेछ यो पार्क पनि रहेको छ फ्री भएको टाइममा यो पार्कमा घुम्नको लागि मजा बेग्लै पनि आउँछ सुन्दर ठाउँ मान्छेहरू कोही हुनुहुन्न सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ र एकदमै पिसफुल ठाउँमा घुम्नको लागि मजा पनि लागिरहेको छ यो पार्कमा जो नाहा सिटीको पछाडिपट्टि रहेको छ यो पार्क एकदमै सुन्दर पार्क पनि हो यहाँ विभिन्न प्रोग्रामहरू पनि हुने गर्छन् बेला बेलामा फेस्टिभलहरू पनि हुने गर्छन् अनि यो सुन्दर पार्कमा घुम्दाखेरिको मजा त बेग्लै हुन्छ यहाँ यो जापानमा चाहिँ अर्को मलाई के लागेको भने घुम्दै गर्दा विकास गरिसकेका कुराहरू हरेक ठाउँमा विकास गरिसकेको छ अनि अब केमा विकास गर्ने भन्दाखेरि त्यो विकास भएको माथि पनि यहाँ विकास गरिएको देख्दाखेरि अचम्म लाग्छ हैन यो तपाईले अब जस्तो यो पोलहरू खाली डिजाइनको लागि मात्र बनाइएको छ एउटा सो देखाउनको लागि मात्र बनाइएको छ यसको खासै काम त छैन तर पनि यहाँ एउटा यसको यो ठाउँलाई अझै फरक तरिकाले चिनाउनको लागि डेभलप गरिएको छ एकदमै राम्रो ठाउँ अनि यो सुन्दर ठाउँ यो अझै तपाईँ ओकिनावामा आउनुभयो भने त हिँडेरै तपाईँले यहाँको अवलोकन गर्नुभयो भने एकदमै मजा पनि आउने ठाउँ हो यो मैले अघि कुरा गरेको थिएँ तपाईँलाई ओकिनावाबाट पनि ओकिनावाका पनि विभिन्न टापुहरू छन् त्यो टापुहरूमा घुम्नको लागि कहाँबाट जाने भनेर तपाईँलाई लागिरहेको छ भने तपाईँ यो नाहा सिटीमा आउनुभयो भने चाहिँ यहाँनिर एउटा पानी जहाज आएको छ एउटा सिप आएको छ यो मार्फत तपाईँ त्यो टापुमा गएर विभिन्न बार्बिक्यूहरू गर्न सक्नुहुन्छ त्यहाँको भ्रमण गर्न सक्नुहुन्छ त्यहाँको दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ यो जुन पानी जहाज आएको छ यहाँबाट अहिले यसलाई फर्काइँदैछ र यो पानी जहाजमा चढेर विभिन्न टोकियोमा अर्थात् यो ओकिनावामा रहेका टापुहरूमा चाहिँ यो पानी जहाज मार्फत जान सकिन्छ यो चाहिँ नाहा सिटीमा रहेको छ यदि आउट अफ टोकियोबाट यो मेरो आउट अफ ओकिनावाबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँ यो नाहा सिटीमा आएर टापुमा कसरी जाने भनेर सोच्नु भएको छ भने यो नाहा सिटीमा आएर यो ठाउँमा आउनुभयो भने चाहिँ पक्कै पनि विभिन्न ठाउँहरू चाहिँ घुम्न सकिन्छ फाइनली आजको दिन पनि निकै रमाइलो भयो यो थुप्रै ठाउँहरू देखाउने हेर्न पनि पाइयो तपाईहरुलाई देखाउन पनि पाइयो जुन जुन ठाउँहरू म घुमे ओकिनावाको सबै ठाउँहरू तपाईलाई मैले देखाइरहेको छु र बिस्तारै पानी जहाज फर्काइदैछ र पानी जहाज यति ठुलो जहाजलाई कसरी फर्काइन्छ होला भनेर तपाईलाई मनमा लागेको छ भने यहाँ तपाईले यो भिडियोलाई हेर्नु होला पुश गर्दै यसरी चाहिँ पानी जहाजलाई फर्काइएको छ र पारिपट्टि जुन अघि मैले एकदमै हावाको तेज गति चल्छ भनेर भनेको थिएँ यही पुलको माथिबाट हामी हिँडेका थियौं त्यो पुलबाट सम्पूर्ण ओकिनावाको बजारहरूको दृश्य गरेको थिए त्यो दृश्य यही पुल हो तपाईले देख्न सक्नुहुनेछ र पानी जहाज यति बेला आफ्नो प्यासेन्जरहरूलाई लिनको लागि गन्तव्य स्थानमा आइसकेको छ र नाहा सिटीमा तपाई पनि घुम्न चाहनुहुन्छ भने यो पानी जहाजको माथि चढेर सम्पूर्ण समुद्रहरूको दृश्य अवलोकन गर्दै त्यो टापुमा गएर बार्बिक्यू गर्न सक्नुहुन्छ पार्टीहरू गर्न सक्नुहुन्छ एकदमै इन्जोय लिन सक्नुहुन्छ फाइनली अब भने हामी ओकिनावाको यो चौथो दिनको बसाइमा फेरि पनि यो रैथाने बजारमा घुम्नको लागि आएका छौं यो चाहिँ
कोकुसाई दोरी होइन, अलि फरक ठाउँ हो तर एकदमै रोइथाने ठाउँ, एकदमै मिठो खाना पाउने ठाउँ पनि हो। यहाँ अब यो सर्पबाट बनाइएको रक्सीको घुट्की लिनुभयो भने त मन आनन्द हुन्छ है त। एकदमै आज चाहिँ हामी यहाँको रोइथाने खानाहरू खानेछौँ, यहाँ एकदमै स्पेसल गरेर। अनि यहाँको मार्केटलाई चाहिँ यसरी सजाइएको छ, एकदमै सम्पूर्णजना यहाँ भिडभाड देख्छौँ खानको लागि, जो खाइ पनि राख्नु भएको छ। बस्नको लागि ठाउँ छैन, सिट छैन, यति धेरै प्याक हुन्छ। एकदमै राम्रो ठाउँ पनि हो यो ओकिनावाको। अलि ठ्याक्कै ठाउँको नाम चाहिँ मलाई थाहा भएन, तर पनि यो मैले कोकुसाई दोरी भन्दा अलिकति फरक ठाउँ हो भन्ने चाहिँ पत्ता लगाएको छु। एनिवेज एकदमै यो ठाउँमा चाहिँ स्वादिष्ट खाना पाइन्छ, रोइथाने खाना पाइन्छ ओकिनावाको भनेर चाहिँ ल्याउनु भएको छ हाम्रो देवेन्द्र सरले। र आज हामी खानेछौँ आज यो चौथो दिनमा रोइथाने खाना। एकदमै घुम्नको लागि मजा ठाउँ पनि रहेको छ, विभिन्न गल्लीहरू घुम्दै यहाँको रोइथाने खाना खाँदै इन्जोय गर्ने ठाउँ पनि रहेको छ ओकिनावाको। यो तपाईँले मूर्ति लोखर्केको देखिरहनु भएको छ, लोखर्के होइन, आई थिङ्क ठ्याक्क नाम चाहिँ थाहा भएन। प्रायः गरेर लोखर्केको मूर्तिहरू चाहिँ यहाँनिर राखिएको हुँदो रहेछ। र अब भने म ओकिनावामा जुन मोनोरेल चल्छ त्यसको स्टेसन हो यो। मोनोरेलको स्टेसनमा तपाईँले कतिपयजना चढ्नु भएको छ। मोनोरेल मात्र चल्छ यहाँ ओकिनावामा चाहिँ, जो एकदमै ब्युटिफुल, हेर्नको लागि सुन्दर पनि रहेको छ। चिसो छ त्यही पनि एकदम मजा आइरहेको छ। यो लोखर्के टाइपको यो स्ट्याचु अर्थात् यो जुन मूर्तिहरू एकदमै हेर्नको लायक छ ओकिनावाको चाहिँ। यो रातिको टाइममा पनि एकदमै ब्युटिफुल देखिरहेको छ। यो विशेषता नै हो ओकिनावाको यो मूर्ति राखेर। यसले यो मूर्ति देख्ने बित्तिकै हरेक मान्छेको मनस्थितिमा के बस्छ भने यो त ओकिनावा हो है भन्ने खालको चाहिँ उहाँहरूको माइन्डमा चाहिँ सेट भइसक्छ होइन। त्यसैले पनि आफ्नो ठाउँलाई चिनाउनु छ भने केही न केही कुराहरूको विशेषता हुन जरुरी छ। अब यो ठाउँमा त मैले धेरैजनाले टिकटक बनाएको देखेको छु, नेपालीहरूले पनि। यो ठाउँमा म्याक्सिमम मलाई ओकिनावामा नपुग्दै धेरैजनाले यो ढुङ्गाको मूर्तिको छेउछाउमा बसेर टिकटक बनाएको त मैले उहिलेदेखि नै देखिरहेको छु। र आज प्रत्यक्ष रूपमा यहाँ हिँडेर आफैले नै देख्न पाइयो। र मैले पनि यहाँनिर एउटा टिकटक बनाएको छु है, तपाईँले धेरै लाइक गरिदिनु होला। एकदमै सबै ठाउँ रमाइलो पनि ठाउँ छ यहाँ बस्नको लागि, यो सुन्दर बनाइएको पनि छ। र सायद यो यस्तो किसिमको ठाउँ चाहिँ अन्त छैन, किनभने जापानमा म धेरै ठाउँमा घुमेँ। हरेक ठाउँ जापानका जस्तो फुकुओकादेखि सेन्डाईसम्मको एउटा बनावट स्ट्रक्चर एउटै लेभलको छ, एउटै छ त्यहाँको हावापानी। तर ओकिनावाको हावापानी फरक छ, विशेषता फरक छ, ठाउँ फरक छ, भाषा फरक छ। भाषामा भन्दा पनि जापानिज त जापानिज भाषा, तर फरक टोनहरू छ, फरक। जस्तो हाम्रो नेपालमा विभिन्न ठाउँमा आफ्नो आफ्नो टोनले बोलिन्छ नि, त्यो किसिमको एउटा ओकिनावामा पनि रहेको पाएँ। एकदमै मजा पनि लाग्यो यहाँको भाषा सिक्न पनि बोल्न पनि। र अनि ठाउँ त एकदमै मजा छ ओकिनावाको। र भने हामी फाइनल्ली मैले अघि पनि भने यहाँको रोइथाने खाना खान जाँदैछौँ। एकदमै मिठो पनि हुन्छ भनेर ल्याउनु भएको छ। अब यहाँ थुप्रै मैले अघि पनि देखेको थिएँ नेपाली दाजुभाइहरू पनि काम गर्दै हुनुहुँदो रहेछ। अब यो भित्रपट्टि कुनमा जाने भनेर हामी यहाँ सर्च गर्दैछौँ। जुनमा गए पनि रोइथाने खाना त खाने नै हो। मैले अघि तपाईँलाई भनेको थिएँ द्याट इज लोखर्के। यो चाहिँ यहाँ शान्तिको प्रतीक मानिँदो रहेछ जापानमा। सबैजनाले घरमा पनि राख्ने गरेको पाएँ मैले। यो चाहिँ एकदमै बेस्ट प्लेस हो ओकिनावाको। जुन ठाउँमा मान्छेहरू घुम्न आउनुभयो भने रोइथाने खाना खानु छ भने यहाँको बनावट, यहाँको ओकिनावाको एकदमै मिठो खाना खानु छ भने यो ठाउँमा आउनु होला। पक्कै पनि यहाँ मिठो पाइन्छ भन्ने चाहिँ मैले पनि अपेक्षा गरेको छु। किनभने जुन ठाउँमा मिठो खाना पाइन्छ त्यो ठाउँमा अवश्य पनि पहिले नै थाहा हुन्छ कि यो ठाउँमा चाहिँ मिठो खाना पाइन्छ है भनेर।
पक्कै पनि यहाँ स्वादिष्ट खानेकुराहरू त अब हामीले खाइ नै रहेका छौँ एकदमै। मैले अघि सुरुवातदेखि नै यो सर्पबाट बनेको रक्सी अल्कोहल देखाइरहेको छु। एकदमै यहाँको विशेषताहरूको यो पनि हो, यहाँ सर्पको रक्सी पनि पाइन्छ। वाउ, ओकिनावाको यो एकदम भेराइटिज आइ नै सकेको छ। सुरुमा त हामीले यो चिकनहरू मगाएका छौँ र अनि तपाईँले यो देख्नुभयो। फेरि पनि मलाई चाहिँ घरिघरि यही देखाउन मन लाग्छ। एउटा कपको सेनेन अर्थात् 1000 पर्छ। कप भन्नाले एउटा सानो टोकिला भन्ने गरिन्छ नि, त्यसको हो है। एकदमै लाग्ने गर्छ यो खाएपछि, एकदमै मन दिमागलाई ह्याङ आउट बनाउँछ है त। तपाईँको बोधो दिमाग छ भने चाहिँ यो खानुभयो भने वाउ, तपाईँको माइन्डलाई त सेट गरिदिन्छ। अब नि हामी खाएर निस्किसकेका छौँ। मैले धेरै खानेकुराहरूको भिडियोहरू चाहिँ बनाउन पाएन किनभने खान हतार भयो, त्यसैले गर्दाखेरि अब भने चाहिँ हामी फाइनल्ली आफ्नो वासस्थानतर्फ पुगिसकेका छौँ, जाँदैछौँ र एकदमै त्यहाँ बाटोमा हिँड्दै जाँदै गर्दाखेरि मजा पनि आउँछ। सम्पूर्ण दृश्य मैले यहाँलाई देखाएको छु। पुरै ओकिनावा हरेक ठाउँमा यस्तो स्ट्याचु, यो चित्रहरू बनाएर राखिएको छ होइन। यसको विशेषताहरू चाहिँ अब यो मलाई पनि ठ्याक्कै थाहा छैन। यो शान्तिको प्रतीक हो है भन्ने चाहिँ मैले बुझेको छु। यो केही न केही होला, त्यही भएर त राख्नु भयो होला यसरी होइन। एकदमै राम्रो ठाउँ पनि घुमियो र अब हामी भोलि फर्किनेछौँ सम्भवतः टोकियो। र अनि टोकियोबाट विभिन्न ठाउँहरू घुम्न जाँदैछु म अझै पनि, अरू अन्य ठाउँहरू पनि, र त्यहाँ ठाउँको भिडियोहरू पनि म तपाईँलाई यसरी नै देखाउने नै छु। जतिजनाले आज मेरो यो भ्लग हेरिदिनु भयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अनि अन्य मेरो भ्लगहरू पनि पुरै जापान घुमेको भ्लगहरू पनि म यहाँहरूलाई राखिरहने नै छु। अन्य भ्लगहरू मार्फत हेर्न सक्नुहुनेछ। यो चाहिँ पुरै ओकिनावा घुमाएको छु आज मैले तपाईँलाई। यो सुन्दर दृश्य, यो नाइट टाइममा हामी यो चौथो दिनमा ओकिनावामा घुम्दैछौँ र यहाँको दृश्यहरू देखाइ नै रहेका छौँ। र अब हामी केही बेरपछि आफ्नो वासस्थानतर्फ होटेलमा पुग्नेछौँ र यो हो ओकिनावा जहाँ यहाँ फिल्महरू लाग्ने गर्छन्। र पनि हामी अब केही बेला पुग्छौँ र नि सुन्छौँ। भोलि हामी टोकियो फर्कँदैछौँ र त्यसपछि भने म टोकियोभन्दा अन्य ठाउँहरूमा गएको भिडियोहरू म तपाईँहरूलाई यो भ्लग मार्फत देखाउने नै छु। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्दै गर्नुहोला र तपाईँले सब्सक्राइब गर्नुभयो र बेल आइकनमा थिच्नुभयो भने मैले राखेका भिडियोहरू सबैभन्दा पहिले तपाईँ कहाँ आउनेछ, त्यसको भागीदारी तपाईँ हो। त्यसैले तपाईँले सब्सक्राइब गरेर बेल आइकन बटनमा क्लिक गर्न भने नबिर्सनु होला। यो जानकारी दिन चाहन्छु किनभने तपाईँले जसलाई जुन भिडियो हेर्न चाहनुहुन्छ बेल आइकनमा थिच्नुभयो भने तपाईँलाई पहिलोपटक पोस्ट गरेको सेकेन्डमै तपाईँलाई जानेछ। यो जानकारी चाहिँ थाहा पाइराख्नु होला। मैले त्यस्तो एकदमै घुमेको भिडियोहरू चाहिँ राख्ने गरेको छु। तपाईँले पक्कै पनि हेरि नै सक्नु भएको छ भने त थाहा पाइ पनि सक्नु भएको छ होइन त। लामो छ यात्रा, इभिनिङ टाइममा अब यो एकदमै मजा आउँछ घुम्नको लागि पनि। घुम्दै रिङ्दै खुवाउँदै पिउँदै यो लगभग 1 विकको हाम्रो यो ट्रिप ओकिनावाको पनि लगभग सकिँदैछ। यो आज फाइनल्ली हामी यो अन्तिम दिन यहाँ ओकिनावामा घुम्दैछौँ। एकदमै सुन्दर ठाउँहरू, एकदमै मिस गर्नेछु म यो ओकिनावाको यो ठाउँलाई। एकदमै राम्रो ठाउँ घुम्नको लागि, रमाइलो लाग्यो, एकदमै मजा पनि आयो, मन शान्त पनि भयो, दिमाग फ्रेस पनि भयो, माइन्ड फ्रेस पनि भयो घुम्दाखेरि ओकिनावामा। जुन यहाँको समुद्र अनि त्यहाँको जुन ओकिनावाको जुन अघि मैले दोस्रो विश्वयुद्धको ठाउँहरू मैले तपाईँलाई देखाएको छु भिडियोमा अगाडि सुरुवातमै, त्यो ठाउँले त एकदमै मन आनन्द पनि भयो। यस्तो पनि हुँदो रहेछ है भन्ने पनि लाग्यो। त्यो युद्धहरू हेरिसकेपछि, त्यहाँभित्रको जुन संरचनाहरू हेरिसकेपछि, सङ्ग्रहालयमा गएर त्यहाँ जसरी युद्ध गरिएका जुन विभिन्न
सामानहरू हेरिएको थियो। आखिर युद्ध के का लागि त भन्ने कुराहरू बाट केही कुराहरू मनन गर्न पनि पाइयो। त्यही भएर कसैले पनि रिस गर्नुहुन्न एकले अर्कालाई र अनि लड्नुहुन्न र युद्ध गरेर मात्रै केही कुराहरूको समाधान हुँदैन भन्ने कुराहरू पनि त्यो सङ्ग्रहालय हेरिसकेपछि जुन हामीले धेरै कुराहरू सन्देशमूलक कुराहरू पनि सिक्न पायौँ। त्यसैले सबैजना पिसफुल हुन सिकौँ, शान्त हुन सिकौँ भन्ने कुराहरू यो ओकिनावामा आएर पनि अझै सिक्ने मौका पाइयो। एकदमै राम्रो लाग्यो। यति बेला हामी ओकिनावामा घुम्दैछौँ। यो हेर्दै गर्दा यो जाडोको टाइम छ थोरै, तर पनि मजा लाग्छ। देख्न सक्नुहुनेछ तपाईँहरूले यो दिदी ट्याक्सी। अब दिदी भनिसकेपछि त अब हाम्रो दिदी बहिनी सम्झिन्छौँ, तर जापानमा चाहिँ त्यो दिदीलाई चाहिँ ब्रान्डेड गराएर ट्याक्सीमै दिदी ट्याक्सी भनेर लेखिएको रहेछ। वाउ, यो चाहिँ मान्छे बोक्ने ट्याक्सी हो जो दिदी ट्याक्सी, जसलाई चाहिँ दिदी शब्दलाई चाहिँ ब्रान्डेड बनाइएको छ। हरेक कुराहरूलाई ब्रान्डेड गराउन सक्यो भने त्यो मार्केटमा बिक्छ क्या। त्यसैले तपाईँ केही कुराहरू गर्दै हुनुहुन्छ भने त्यसलाई चाहिँ ब्रान्डेड बनाउन सिक्नुहोस् होइन। ब्रान्डेड भएपछि तपाईँको ब्रान्डेड, तपाईँको सामान कम सलको सामान छ भने, तपाईँको सेवा सर्भिसहरू कम सलको छ भने पनि तपाईँको जब नाम ब्रान्डेड छ भने चाहिँ चल्छ क्या। यो पनि एउटा मार्केटको पोलिसी हो भन्ने कुरा पनि यहाँ आएर सिक्न पाइन्छ होइन। अब यस्तो कुराहरू हरेक ठाउँमा हुन्छ, हरेक ठाउँबाट सिक्न सकिन्छ। अब तपाईँले यो जेपी पोस्ट देख्नु भएको छ, यो रेडमा पुस गरेर हेर्नु होला। अब फाइनल्ली हामी टोकियो फर्काउँदैछौँ। तपाईँले देख्न सक्नुहुनेछ पानी जहाज जो यहाँ पानी जहाज आएको छ। यहाँ मान्छेहरू केही बेरमा यहाँबाट ओर्लदैछन् र केही बेरपछि यहाँबाट फर्किनेछन्। 2 घन्टा अथवा 3 घन्टा यहाँ बसेर यो पानी जहाज अमेरिका लगायत विभिन्न देशहरू यहाँबाट प्रस्थान गर्नेछ। यदि मैले अगाडि पनि भनेको थिएँ, पानी जहाजबाट यात्रा गर्नु चाहनुहुन्छ भने ओकिनावामा या यो नाहा सिटीमा आउनुहोला र यहाँबाट पानी जहाज मार्फत विभिन्न ठाउँहरू जान सक्नुहुनेछ। र यति भन्दै अब भने हामी ओकिनावाको नाहा एयरपोर्टतर्फ लाग्दैछौँ र यो सुन्दर दृश्य देखाउँदै यो हामी यति बेला यात्रा गरिरहेका छौँ। सुन्दर दृश्य, यहाँ थुप्रै दिदी ट्याक्सीहरूले मार्केट लिएको रहेछ। मैले अघि पनि ब्रान्डेडको कुरा गरेको थिएँ र दिदी ट्याक्सीको एकदमै वर्चस्व हेर्न पाइयो। र भने हामी फाइनल्ली ओकिनावाको नाहा एयरपोर्टमा आइपुग्न लागिसकेका छौँ र आज नाहा एयरपोर्ट हुँदै हामी टोकियोको नारितासम्म प्रस्थान गर्नेछौँ र हाम्रो टोकियोको यात्रा प्रस्थान हुनेछ। र जतिजनाले यो भिडियो हेरिदिनु भयो, तपाईँहरू सबैजनालाई यो मेरो भ्लग हेरिदिनु भयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब हामी फाइनल्ली ओकिनावा सिटी छोड्दैछौँ र एकदमै मजा आयो। यहाँको विभिन्न ठाउँहरू घुम्न पाइयो र मजा पनि आयो। अब भने हामी यहाँ एयरपोर्ट पुगिसकेका छौँ। वाउ, क्युट देन्सिया अर्थात् ट्रेन ओकिनावाको रहेको छ र हामी फाइनल्ली अब भने एयरपोर्टमा आइपुगेका छौँ। र जतिजनाले यो भिडियो हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच। मेरो भ्लग हेरिदिनु भयो अनि थ्याङ्क यू, धेरै धेरै धन्यवाद। र भन्न चाहन्छु सबैजनालाई बाई बाई ओकिनावा, सिउ। चाँडै हामी भेट्नेछौँ। धेरै धेरै सम्झना अनि धेरै धेरै माया छ यो भिडियो हेरिदिनु भएकोमा। आई लभ यु ओकिनावा।